Hello guys, welcome back to my channel again. So आज हामी चाहिँ इभिनिङ वक गर्न जाँदैछौँ. I don't know where, maybe South Port तिर होला. So के भन्छौ गाइजहरु, बाहिर निस्किनु तिमीहरु. बाहिर आउनु, बाहिर आऊ के. बाहिर आऊ त. नयाँ जान्छ. हाय. Bagyo. Gaano sa ni? Hi, and this is Gita. Who are you? Who are you? I am me. Hello guys, this is me, Dipendra, and she is Anisha. And she is Anisha, yeah. And who is she? How she react? How she talk? What this is? म तिमीसँग मात्र मेबी त्यसरी बोल्छु होला. म कसरी तिमी ब्लग गर्दा त्यसरी बोल्छौ के बुढी? खै कुरा बुझेको के बुढी? म त्यसरी बोल्छु. अयो गाइस, once more. Hi everybody. म कसरी बोल्छु भनेर. Dialogue. Can I get one dialogue please? तिमीलाई थाहा छ नि त? हो त्यो त ल thumbs up. अनि बोल्छु कसरी? हामी यसरी आज वहाँ जाने, त्यहाँबाट त्यहाँ जाने गरेर बोल्छ है गाइस. हाई गाइस चाहिँ किन भन्नु पर्ने? हेलो साथीहरु भन्दा हुन्छ हाई गाइस रे त्यही English. Let's go. Okay guys, this is my plant. But मुरझाएछ यार. भएन यो त. गाडीमा जाने हो? तिम्रो गाडीमा जाने हो. यताबाट जाने हामीहरु. के दुई शब्द मायाको बोल्नु छ? के छैन, हामी अहिले माया गर्दैछौँ बाटोमा. के माया त जतिखेर पनि हुनुपर्छ क्या. खाने गाइस के र? मायाका शब्दमा हुन्छ त हैन? ल अब हामीहरु जाँदैछौँ. त्यत्रो मम्स खाइ. उले गाडी चलाउँछ. सो कहाँ जान्छौँ के जान्छौँ, सुरुमा गाइडमा जान्छौँ, एकबार पिकअप गर्छौँ, गाइडलाई पिकअप गर्छौँ. त्यस पछाडि हामीहरू साउथ पर्थ इभिनिङ वकमा सनसेट हेर्दै फ्यामिली टाइम इन्जोय गर्छौँ. तपाईहरु पनि गर्नु होला है त. खादिन उले त खाइस. मैले त निलिसके. ल बसौँ. अब हामीहरू बस्दै गरौँ. ओहो के हो यो गाडीमा यस्तो? के हो यो के? ल बहिनी सरी ल. उता फाल्दिन्छु तिमीलाई क्याब चाहिन्छ? ल्याउ. फेरि पछाडि डिक्कीमा राखिदियो क्या. डिक्कीमा राखिदियो. सो पिकअप टाइम. अब जाडो हुन्छ? जाडो त हुन्छ होला पनि. हामीले लगेकै छैन है ज्याकेट. ज्याकेट हाल्ने त लगाउँ न त. गाडीमा त लगाउँ होइन एटलिस्ट. तर जाडो नहोला नि त्यति. 100 दिन लगाउनु सक्दैन. 100 दिन हामी 100 दिन्छौँ. हाफ प्यान्ट त लगाएर गएको छु म. अब जाडो भने त थाहा छैन मलाई. ल see you soon. Stay tuned. See you soon. के को stay tuned. हेलो गाइत्रु. खोइ टेक भाइ. चाउचाउ भुजा किन? चटपट खाने हामी? चटपट नखाने भने नि? हामी लिएर आउँदैन घरमा थियो नि चाउचाउ भुजा. यहाँ हेर्नु चलाको. पागल हो कि पागल. हामीहरू पुग्यौँ. कहाँ पुग्यौँ गाइत्री? हामीहरू ठाउँको नाम मलाई थाहा छैन. Observation park. सो फाइनली पुग्यौँ. भ्यू चाहिँ दामी छ. त्यहाँ पार्क गरेर गाडी. यताबाट राम्रो देखिन्छ रहेछ है. वाउ. त्यहाँ उताबाट जाम नि हामीहरू.
प्लेन उड्डा आफ्नै चेयर ल्यायो भने के भनेको गाइत्रु कस्तो लाग्यो भने तिमीलाई दामी दामी पर्थ इज ओके यस्तो बेलामा है घर बस्दा त के रे बाहिर निस्केपछि ओके ओके बस्दा नट ओके ब्रो के भन्नु छ बताइदिनुहोस् उहाँ चाहिँ कुन ब्रो हो त चाहिँ उहाँसँग हिँड्यो भने चाहिँ बाटोभरि म्युजिक नलगाउँदा यति धेरै टपिक हुन्छ भाइसँग फेरि भन्नुलाई मलाई के आएन भाउजू अब म निशब्द भयो भन न पानीको कलर र बुढोको कलर पानीको कलर र बुढोको कलर सोच गहिरो अनुहार निलो अनि के बुढी पानीको कलर र भाइको कलर एउटै छ अरे सरी भाइ कालो अनि के अरे उहाँसँग मेरो बोलचाल छैन अहिले कस्तो लाग्यो राम्रो भन न म चाहिँ कस्तो होला ट्रेडमिलमा डान्स गर्नेवाला कविता बहिनीहरूले हँसाउँछन् मलाई सोल्टिनीहरूले सो घरमा बस्नुभन्दा घरभन्दा निस्किनु बेस्ट के केही न केही त सिकिन्छ नि अनि तिमीले एउटा कुरा देखिरहेको छ डक्स त्यहाँहरू कस्तो राम्रो डक्स छैन के हाँस यिनीहरू फोटो खिच्नमा बिजी भयो सबैजना राम्रो ठाउँ छ क्या तर यिनीहरू चाहिँ हिँड्दैछन् राम्रो छ नि ठाउँ अलिक तर छिटो आउनु पर्ने हामीहरू होइन अलिक छिटो आएको भए चाहिँ अझै मजा आउँथ्यो हल्का राति भएछ हामीहरू हाम्रै फेस नदेखेला भन्ने डर भइसक्यो बट देन थ्याङ्क्स टु दिस क्यामेरा देखिरहेको छु हाइलाइटले होइन यस लाइट पुग्यो पनि भइहाल्छ यसमा थुप्रै बहिनी हेर न हाम्रो फेस चाहिँ देख्ने फेस चाहिँ देख्ने क्या यसमा हेर न फेरि होइन जय ल अब त गाइजहरू त 1 2 3 जय नारी 1 2 3 जय नारी मान्छे जगिङ पनि गरिदिनु कस्तो मजाले केटाहरू चाहिँ हिँड्दैछन् सो जगिङ त होइन सो लास्ट टाइम आउँदा हामी त हिँडेर त्यहाँ त्यो पारिपट्टि बस्यो हो क्या यतातिर होइन यतै हो हेर मान्छेहरू आमा के गरेर हाम्रो क्यामेरामा फेरि नछिच्नु पर्ने दृश्यहरू थिच्यो गर कस्तो आउँदेखि हेर न ल ल ल बाई ए गायत्री त्यो जेप्पै त्यो गर्ने होइन है गाइजहरू सौतेनी आमा यस्तरी आएर यस्तरीसँग त लाग्छ नि एउटा के आएर हेलो एनाकोन्डा हजुर पौडी आउँछ कि आउँदैन किन आउँदैन बटुल आउँदैन तँलाई आउँछ खुब म आउँदैन भन्छ म त मल्टी ट्यालेन्टेड हो त होइन गायत्रु गाउँतिर यता हेरेर भन् त होइन कन्फिडेन्टली भन्न कन्फिडेन्टली हो
गाउँमा पौडी खेल्नु भयो किन हजुर म त खोलामा पौडी खेलेर उभिएको मान्छे नाइ हजुर नाइ कुलेर नजिक खेल्न त उ त खेले अरे ऊ खेल्न गएर के भयो ऊ खेल्न गयो खोले नि सुक्यो त खेल्दैछ हैन आउँछ पनि उलाई पौडी खेल्न अलिअलि चाहिँ आउँछ राम्रो ल अब नेक्स्ट स्पटमा जाऊँ हामीहरू लेट्स गो अरे के पो यस्तो कसरी खिच्थ्यो तपाईको देखाउ न यदि डल्नु पर्छ हैन को वाउ ये मान्छेले खिचेको फोटो ये मान्छेले खिचेको फोटो नै थियो हैन अर्को उनीहरुले खिचेको देखो यो मान्छेले खिचेको फोटोहरु फाउन्डेसन लगाएन यो हैन हाम्रो फोटो खिचेको कहाँको हो किन अपडेट गरेछ डाइरेक्ट खिचेको हैन अर्को फोनमा खै भाइ त्यो फोन देखाउन त फोटो अघि हल्दै खिचेको साप पनि हुन सक्छ यता बस्नु त म त दामले यता आइज कहाँको दाइले डिलिट गरिदिनु भयो हजुर खै यहाँ न फोटो मधुरो फेरि अघि त झन् दामी आएको थियो डिलिट गरिदिनु भयो दाइले दाइलाई मनै के हो ल यो होइन काठ हो क्या गगु यो पनि ल उसले फोटो खिच्दैछ अब हाम्रो फोटो सेसन चलिरहेको छ राति होस् दिउँसो होस् होइन भाइ एनी टाइम फोटो सेसन ओ माई गॉड कतिको पोजिसन सब लाइट यसको जिउले खाइदिन्छ एउटा प्रोफाइल पिक्चर छैन कि चेन्ज गर्ने प्रोफाइल पिक्चर क्या फेरि बढ्छ दुर्गा जोगिना तपाईँ फोन फाल्दिने यानी समुद्र 2 minutes later फोटो खिच्दै थिएन सक्यो फोटो खिच्न सक्यो स्टोरी आउँछ कति पछाडि होइन त्यही भने होइन स्टोरी त आएर हुन्थ्यो लाइक अलग कता डाँडा तल माथि उताको माथिको त प्यार control when you're not next to me. Okay. दादा चढ्ने 500 लाग्यो ए यहाँको पनि छ हेर के हो नि के यसले त यताबाट पो हेर्दो रहेछ हो हेलो बेबी त्यहाँ अर्को रहेछ क्या त्यहाँ छ यता अर्को ए एउटा लाइट पनि रहेछ नि त्यो अस्ट्रिच जस्तै हैन यो अस्ट्रिच नै हैन र ए मिस्टर वाकर रहेछ नि त्यो रेस्टुरेन्टमा यहाँ आउनुपर्छ हामी खाना हेर्नु किन बोटमा पनि जान पाउँदो रहेछ उ त्यो रेस्टुरेन्टमा यहाँ हैन हामी अर्को साइड बसेको थियौँ हैन यही हो त्यो त अर्को ट्रक जस्तो थियो त हैन नि यो अनि भित्र किन नगएको हामी एहे उतातिर आएको हामी आउँदा चाहिँ उतातिर आएको रहेछौँ कि वाउ वी हेभ नो आइडिया कि हामी आइसकेको छैन इट्स गुड बेलुका रमाइलो हुँदो रहेछ इमु ल भाग ल ठाउँ कस्तो क्रिस्पी देखिएको रे हेर न वाउ साँझतिर सबैजनाले उठाएर डिनर खाना आउनुपर्छ हेर न भाइहरूलाई पनि भन्नुपर्छ यस्तो कुरा गर्नुलाई भाइहरू ए भाइले फोन गर्नु भएको थियो बेबी भाइले फोन गर्नु भएको को भाइ अनुपम भाइहरूले हैन उ के रहेछ भाइ के ए अनिस भाइ अनिस ब्रो यो के हो यहाँनिर फेरि सुते हैन गायत्री त्यो सुते हुन् र यार क्यान्डल बालेर
गाडी छ उज्यालो पनि हैन अँध्यारो पनि हैन त्यो मल्टिप्लकको रातवाला लाइट हुन्छ नि त्यस्तो वाला चाहिन्छ अब यहाँ त अँध्यारो चाहिँ हिँड्ने हो र हामीहरू घर जाम हैन हामी कहाँ बसेको थियौँ त्यो दिन यतातिर बसेको थियो भन्छन् यही हो क्या पानी पनि छ बरु नजाऊ है अहिले उता स्टिल मान्छेहरू माछा मार्दैछ नि त्यहाँ हेर न ऊ त्यो कुनामा जान त पाइन्छ तर अब यो नेभर नो नि त के छ भनेर यहाँ तल होइन हेर त कस्तो पानी छल्किरहेछ त्यो देखाउँदा त्यहाँनिर पानी छल्केको No matter what you do बहिनी जाने कोसिस गर्दैछ नजाऊ भनेको मानिरहेको छैन स्टन्ट गाइती अहिले कुनामा के अरे पानीको खिच्छ ढुङ्गा गइरहेछ क्या तर जाऊ न जाऊ बस त जा न बिचरा बाई बेबी बिचरा माथि को बस्छ त्यो स्ट्याचु हो तर उड्ने हो क्या प्लेनै नचाहिने हो क्या बोलेको बुझ्छ माथिबाट अनुहार खिच्छ अनि त्यहाँबाट बोलेको बुझ्छ भएको मान्छेहरू यसरी ल्याउँछन् म जसरी जहाँ पनि क्यामेरा बोकिरहेको हुन्छ नि यता छ हाम्रो मोबाइल बोक्यो घरमा भएको क्यामेरा ब्यागमा छ एउटा पनि एउटा फोटो देखाएको छैन मैले ग्राफी फोटो त छोड्दिनँ ग्राफी पनि त्यो ग्राफी त नेक्स्ट आयो त्यस पछाडि अनि दाइले एक्टिङ गर्दा पनि कस्तो गर्छ दाइले एउटा दाइको एक्टिङ भन त एउटा ल तिमी दाइको एक्टिङ गर्दा फर्स्टमा एउटा अनि त्यो छोडिदियो त्यहाँ इन्ट्रेस्ट छैन बहिनी दाइको एक्टिङ गर त एउटा होइन दाइ घरमा तिमीलाई गर्ने एक्टिङ क्या दाइको एकदम नोटिसेबल अनि मेरो एक्टिङ गर त मैले गर्ने एक्टिङ मेरो एक्टिङ होइन कि मेरो ल भाइ भन्नु त दाइको एक्टिङ गर्नु त एउटा दाइको ल हामी सबैले एउटा एक्टिङ के भाइ यति डिसेन्ट यति ज्ञानी अस्तिको पाला भ्युज धेरै आयो नि त त्यो भएर म आज क्यामेरा फेस गर्दा नि सेलिब्रिटी वाला जस्तै भइरहेछ अनि टेक भाइको भन् त अनि मेरो भन् त मेरो ल शर्मा गई आजलाई चाहिँ यति नै हो अब हामी चाहिँ घर जान्छौँ See you guys. मायाले बोलायो मलाई मायाले बोला